एक्सप्लोर वान अफ माई प्रोजेक्ट्स जुन चाहिँ मैले क्रास कोर्सबाट सिकेको थिएँ ब्याक इन 2024मा। त्यति बेला चाहिँ मलाई मेरो रियाक्टको आई वान्टेड टु एक्सप्लोर मोर क्या रियाक्ट कसरी युज हुन्छ के युज हुन्छ धेरै कुरा सिकेको थियो रियाक्ट होइन। अहिले त कति 4-5वटा प्रोजेक्ट गऱ्यो होला रियाक्टको। अझै पनि स्टिल होइन गाह्रो त गाह्रो नै लाग्छ बिकज इट इज इन्टिमिडिएटिङ। बट एनिवेज प्रोजेक्टको कुरा गर्दाखेरि चाहिँ जब फाइन्डर भनेर क्रास कोर्समा त्यही सिकाएको थियो। सो आई वाज डुइङ एक्ज्याक्टली वाट द क्रास कोर्समा ब्राड ट्राभर्सी मिडियाबाट मैले सिकेको थिएँ यो। अनि लेट्स सी है त जब्स डट दिस भनेपछि याद भयो। अनि डिपेन्डेन्सिजहरू रियाक्ट डम राउटर टस्टिफाई स्पिनर्सहरू लुसिड रियाक्ट रहेनछ रियाक्ट आइकन्स युज गरेर छु मैले। अनि रन सर्भर एनपिएम रन सर्भर टेलविन चाहिँ अनि यु क्यान मैले यहाँ टेलविन युज गरेको थिएँ। अनि त्यति बेला चाहिँ के थियो भन्दाखेरि एकछिन है यो हेरौँ है त। जस्तै यहाँ प्रपर्टिजमा हेऱ्यो भने चाहिँ 2024मा गरेको थिएँ मैले। यसो हेऱ्यौँ भने चाहिँ यता चाहिँ टेलविन कन्फिग त्यति बेला चाहिँ टेलविन कन्फिग जेएस फाइल बनाएर चाहिँ त्यो टेलविन हामीले रियाक्टको प्रोजेक्सनमा हाल्ने गर्थ्यौँ। र आजभोलि चाहिँ अनि यहाँ लगेर चाहिँ हामी इन्जेक्ट गर्थ्यौँ त्यो बेस कम्पोनेन्ट्स युटिलिटिज। र आजभोलि चाहिँ जस्ट यु क्यान डु यसरी नै टेलविन भनेर अनि त्यसपछि बाँकीको चाहिँ यता भिड कन्फिगमा चाहिँ इम्पोर्ट टेलविन फ्रम एलियस टेलविन भिड गरेर चाहिँ त्यो युज गर्थ्यौँ होइन। बट एनिवेज लेट्स सी द वाट दिस आई एम स्योर इट्स एनपिएम रन डिभी। अनि जस्तै यो भिएस कोडमा बिल्टिन नै अब यो सर्भ गर्न पाउँछ एडिटरमै। सो यसरी पनि हुन्छ। बट वाट विल डु इज भन्दाखेरि ब्राउजरमै गरौँ है त। सो यहाँ लगेर मैले सर्च गरेँ यही हो जब फाइन्डर भनेर जुन प्रोजेक्ट थियो होइन। सो है त। सो अनि यो किन भयो भन्दाखेरि यता गएर लेट्स रन अनि किन यो जुन छ यो ब्याकएन्ड त एक्ज्याक्टली भन्नु मिल्दैन तर उता जेसन सर्भरबाट चाहिँ हामीले यसरी जबको एरे अफ अब्जेक्ट्स यसरी डिफाइन गरेको। अनि त्यो चाहिँ ब्याकएन्ड नै भनौँ त्यहाँबाट सर्भ गरेको। अनि यसमा त अहिले केही पनि देखिँदैन किन भन्दाखेरि इट्स जस्ट द युआई द्याट इज सोइङ एन्ड इट्स रनिङ। सो त्यही भएर एनपिएम रन सर्भर गरौँ। अनि रन सर्भर गरिसकेपछि ओभर द पोर्ट 8000 अनि त्यसपछि नाउ इफ वी गो एन्ड ट्राई टु भ्यू दिस देन वी सुड बी एबल टु सी द जब्स होइन। नाउ लेट्स सी यहाँ एक्सप्लोर गर्दै जाउँ है त। पेजेस आई बिलिभ अनि त्यसपछि दिस इज द होम पेज। यसलाई तल पारौँ यो गरौँ। एन्ड देन द होम कार्ड्स भने चाहिँ यो भयो जब लिस्टिङ्सहरू यो भयो। अनि भ्यू अल जब्स गऱ्यो भने चाहिँ यहाँ टगल हुन्छ। सो इफ आई गो टु भ्यू अल जब्स एन्ड द्याट भ्यू अल जब्स विल बी दिस वान दिस डाउन वान होइन। अनि त्यसपछि यो इट सुड लिङ्क अस टु स्ल्यास जब्स भनेपछि यहाँ गयो अनि स्ल्यास जब्समा लिङ्क अप हुन्छ। अनि यसमा चाहिँ अब त्यही हो यो चाहिँ यसमा क्रड नै थियो होइन। त्यति बेला क्रड नै सिकिरहेको थिएँ। अनि त्यसपछि जस्तै अब यहाँ जब्सहरू छ अनि यो जबको बारेमा फुल डिस्क्रिप्सन पाउनु पऱ्यो भने चाहिँ यसरी युज गरिन्छ होइन। द्याट इज बेस्ड अन देयर आइडी। अनि त्यसपछि यसरी नेभिगेट पनि हुन्छ। आई थिङ्क यसको लागि चाहिँ मैले नेभिगेट युज गरेर जस्तो लागेको थियो। लेट्स सी वान मोर टाइम ब्याक टु जब लिस्टिङ्स। सो दिस इज जब्स। कस्तो राम्ररी यो कम्पोनेन्ट्सहरू पनि इच कम्पोनेन्ट्सहरू जस्तै यहाँ हेऱ्यो भने दिस इज अ कार्ड होइन। दिस इच यो अहिले जुन डेभलपर्स इम्प्लोइजको लागि देखिरहेछौँ यो कार्ड एउटा कम्पोनेन्ट्सहरू भयो। हिरो सेक्सन भनेको यो हिरो सेक्सन भयो होइन। अनि त्यति बेला चाहिँ अब प्रप्स कसरी पास गर्ने अनि डिफल्ट प्रप्सहरू कसरी युज गर्ने भनेर सिकेको थियो त्यति बेला। अनि यो भयो। अर्को होम कार्ड्स भनेपछि ब्राउज आवर रियाक्ट जब्स भनेपछि फर डेभलपर्स यसरी चाहिँ इन्डिभिजुअली बनाएको रहेछु मैले। यो एउटा कार्ड
यसको लागि यो एउटा कार्ड यसको लागि. सो इफ आई वर टु मेक चेन्ज टेलविनको मलाई यही रमाइलो लाग्छ कि. यसलाई यसको कलर चाहिँ हल्का डार्किस बनाइदिउँ न त, मेबी 200 होइन, यो चेन्ज हुन्छ. अनि यो अलिक ग्रिन भएन है, टिल कलरको. यसको पनि ब्लू गरिदिउँ मेबी, ल ठिक छ ल. अनि त्यसपछि ब्राउज जब्सको कलर यहाँ भयो, यसलाई पनि ल ब्लू नै गरिदिउँ. अनि त्यसपछि रिसेन्ट जब्सहरू यहाँ तल आएन. ओके, द्याट इज वान कम्पोनेन्ट. अनि जब लिस्टिङ्स भनेको एरे भयो, जब लिस्टिङ भनेको सिङ्गल भयो. जस्तै अब यो एउटा जब लिस्टिङ भयो होइन. सो इफ यु वर टु म्याच एन्ड कम्पेयर, जब टाइप भनेको यो भइहाल्यो, फुल टाइम हो कि पार्ट टाइम हो कि होइन. जब टाइटल यो भइहाल्यो, डिस्क्रिप्सन यो भयो. अनि यो जुन यो युज भएको छ, यो युज स्टेट युज गरिरहेको छ यता. सो फुल डिस्क्रिप्सन, सेट्स फुल डिस्क्रिप्सन, यो टगल गरेपछि मात्र थाहा हुन्छ वाट एभर बी द प्रिभियस स्टेट. अनि यो चाहिँ लाइक पपुलर हो कि. जस्तै अब यो स्टेटलाई टगल गर्नु पऱ्यो होइन. जस्तै के भन्दाखेरि सेट द वाट एभर द प्रिभियस स्टेट वाज जस्ट टु द अपोजिट अफ द्याट भन्यो यो. अनि त्यसपछि यहाँ जुन रिड मोड छ, इट विल नेभिगेट टु द आइडी. सो आइडी भयो होइन, त्यही भएर. अनि अब यहाँ एडिट गर्नु पऱ्यो भने चाहिँ लेट्स ट्राई टु एडिट. सो द्याट विल ओपन द एडिट जब. एन्ड आई बिलिभ एडिट जब इज दिस वान. यसमा धेरै यो युज. अनि ठिक छ, 10 स्ट्याक अहिले पछि अहिले नआउँला. जस्तै अब फुल टाइम र पार्ट टाइम चाहिएको छ अरे, अपडेट हानौँ. अनि दिस इज टोस्टिफाई, यो रमाइलो छ. अनि सरी यहाँ टगल भयो भने रोक्छ होइन, यो रमाइलो छ. अब यो डिलिट हान्नु पऱ्यो अरे. अनि यो चाहिँ विन्डो अलर्ट युज होइन, के अरे विन्डो अलर्टै युज गरेर के अरे यसमा. सो दिस इज लाइक एडिट जब पेज होइन, यो चाहिँ जब लिस्टिङ हो एक्चुअली. अनि यहाँ गयो भने चाहिँ जब लिस्टिङ, रिड मोर, ए ओके भ्यू र जब लिस्टिङ्स यो भयो. अनि ओके, जब डिलिट भयो. अनि अब नयाँ जब बनाउनु पऱ्यो नि, यहाँ एड जब छँदैछ होइन. सो यहाँ यो बनायो भने नि हुन्छ. भ्यालिडेसन पनि छ होला, भ्यालिडेसन रिक्वायर्ड भनेपछि एड जबमा हेरौँ. वी विल सी अ नेभिगेट. नेभिगेट चाहिँ ब्याक टु स्ल्यास जब भनेको ब्याक टु दिस, विच इज ब्याक टु स्ल्यास जब्स. यहाँ वान्स दिस यो नयाँ बन्यो भने चाहिँ, नयाँ बनायो भने. अनि अर्को के छ, भ्यालिडेसन्स. आई थिङ्क यहाँ रिक्वायर्ड राखेको छ, त्यही भएर यो भ्यालिडेसन भइ नै हाल्छ. अनि त्यसपछि यसमा बाँकी भनेको जस्तै अब फर्मको कुरा गर्दाखेरि सबैको यहाँ स्टेट्सहरू प्रिजर्भ हुनुपर्छ होइन. त्यही भएर यो स्टेट सबैको लागि. जस्तो टाइटलको लागि टाइटल, सेट टाइटल, टाइपको लागि त्यो. अनि त्यसपछि जब हामीले फर्म बनाउँछौँ, भ्याल्यु पास गर्छौँ. जस्तै अब टाइपको गरिरहेछौँ भने चाहिँ भ्याल्यु टाइप भयो, अनचेन्ज हुँदाखेरि चाहिँ ई डट टार्गेट डट भ्याल्यु. सो यो भ्याल्युलाई टार्गेट गर भने हो. अनि त्यसपछि अर्को के हो भन्दाखेरि यो भनेको डिफल्ट बिहेभियर, जुन चाहिँ लाइक फर्म सबमिट गरेपछि रिलोड हुन्छ नि होइन, त्यसलाई नगरौँ भनेको लागि प्रिभेन्ट डिफल्ट भयो. कन्टिन्यू जब नयाँ जब बनाउनु भने अब्जेक्ट पास गर्नुपर्छ. भटेर हाम्रो के छ त होइन, टाइटल छ, टाइप छ, लोकेसन छ, डिस्क्रिप्सन छ, सबै छ होइन. अनि कम्पनीको जस्तै अब कम्पनीको चाहिँ के भयो, सब अब्जेक्टभित्रको अब्जेक्टहरू होइन, त्यो भयो. अनि त्यसपछि वान्स वी डु द्याट, हामीसँग जब सबमिट के अरे एड जब सबमिट पनि छ. अनि त्यसमा चाहिँ वी निड टु पास इन दिस न्यू जब एन्ड देन वी निड टु सो द सक्सेस म्यासेज, जुन चाहिँ लाइक त्यो टोस्ट म्यासेज थियो, फ्लास म्यासेज थियो, जब एड सक्सेसफुली. अनि यो भइसकेपछि इट विल रिडिरेक्ट टु नेभिगेट जब्स. यसरी चाहिँ लाइक लजिक सिक्वेन्समा चाहिँ बसेको हुन्छ है. अब अपडेटको कुरा गर्ने हो भने चाहिँ एडिट जब पेज छ यहाँ. अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि त्यही हुन त त्यही नै हुन्छ, तर यसमा आई थिङ्क युज प्यारामिटर्स युज गरेर छ कि छैन. ए यस, युज प्यारामिटर्स युज गरेर छ. सो युज प्यारामिटर्स युज गरेर छ भने चाहिँ आइडी जब छँदैछ, लोडेड डेटा युज गरेर रहेछ. नाउ इट विल बी या टाइप, यो भयो. अनि त्यसपछि टाइटल, ए ठिक छ, यसरी पनि युज गर्नु पायो भने. किन भन्दाखेरि
युज लोडर डेटा युज गरेर युज प्यारम होइन सो अनि 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 त्यही हो रमाइलो छ रियाक्ट सिक्न या द्याट इज प्रिटी मच